मेलबर्नको पहिलो एमआरआर भजनको कार्यक्रमको भ्लग बनाउनु पर्यो भनेर केही क्लिप्सहरू चाहिँ बनाएको थिएँ। यसो हेर्दै गएको आफ्नो नाच चाहिँ गजब लागेर भ्लगको सुरु नै आफ्नै नाचबाट गर्न मन लाग्यो। अब यस्तै खालको रमाइलो गर्ने हो भने चाहिँ आउने 30 मे शनिबारको दिन पनि बेलुका 5 देखि 9 बजे नेपाली मन्दिरमा दोस्रो एमआरआर कार्यक्रम हुँदैछ। सबैजना आउनु होला। गजब रमाइलो भएको थियो है। पहिलो चाहिँ व्यापक उपस्थिति थियो। थ्याङ्क यू। पूर्ण भक्तजनहरू जो आउनु भएको छ सबैलाई यहाँ स्वागत गर्न पाउँदा हाम्रो टिम साह्रै नै खुसी छ र आज सीता जयन्ती पनि भएको हुनाले त्यसको सौभाग्य पनि मिल्यो यहाँहरूलाई स्वागत गर्न पाउँदाखेरि। अब यो आजको यो भजनको नाम एमआरआर भजन भनेर भनिएको छ। अब यो एमआरआर भजन भन्ने कुरा कतिजनाहरूलाई चाहिँ के हो यो भन्ने लाग्दो रहेछ। अब तपाईहरु सामाजिक सञ्जाल टिकटक फेसबुकमा तपाई हेर्नुभयो भने अहिले नेपालमा ठुल्ठुलो सहरहरुमा चाहिँ युवाहरूले धेरै ठुलो मासहरुको बीचमा एउटा भजन गर्ने अहिले चलन चलिरहेको छ र एकदमै त्यसलाई चाहिँ धेरै मानिसहरूले मन पनि पराउनु भएको छ। त्यसैको निरन्तरता स्वरूप हामीले पनि मेलबर्नमा चाहिँ यस्तै खालको यस्तै प्रकृतिको केही गरौँ भनेर सुरु गर्न खोजेका छौँ। केही समय अगाडि देखि नै हाम्रो मेलबर्नमा भजन मण्डली भन्ने एउटा सानो भजन गर्ने समूह थियो र त्यो समूहको टिमहरु नै हुनुहुन्छ यहाँ र त्यही टिमलाई हामीले एमआरआर मेलबर्न भनेर अहिले चाहिँ नामाकरण गरेका छौँ। यहाँ हाम्रो चाहिँ आजको कुकहरू सेफ भन्नु कुक होइन होइन
इन्डियन रेस्टुरेन्टको सेफ यहाँ कुक हो क्या नेपालीमा अलि मिल्दैन कि भनेर ल सबै राम्रो भएको थियो। अन्तिममा आएर हाम्रा ओम प्रकाशलाई फेरि आज पनि भजन लाग्यो। ओह लुटुपुटु गर्दैछन्, समात्न पर्ने भएको छ। यो भजन लाग्ने भने पनि अचम्म रहेछ। पहिला पहिला त के हो यो भने जस्तो लाग्थ्यो। आजकल त प्रत्येक हप्ता कोही न कोही लडेको देख्दा यो भजन लाग्नु भने पनि रमाइलो लाग्न थाल्यो आजकल चाहिँ। ल हेर त्यो लुटुपुटु गरे ओम प्रकाशलाई चाहिँ प्रत्येक हप्ता हो, फेरि यस्तै हो सधैँ। ल भव्य आरतीसहित आजको एमआरआर भजन अन्तिममा पुग्यो। यो आरती चाहिँ मलाई एकदमै मनपर्ने भव्य हुन्छ। अर्को पटकको एमआरआर भजनमा चाहिँ 30 तारिक मेमा हुँदैछ शनिबार। सबैजना आउनु होला, फेरि पनि रमाइलो गर्नुपर्छ। हस्, धन्यवाद।